र म चाहिँ खाना बनाउनुको लागि रेडी र बाजेले चाहिँ एकदमै मुडै अफ गरिदियो त्यही भएर म नाच्दै गरेको हल्का डिस्कस मेरो र बाजेको कालिम्पोङको जस्तो फाले बनाउनु सक्छस् अरे अनि फाले मात्रै होइन त्यसलाई स्याफाले भन्छ भनेको कि होइन अरे फाले नै भन्छ भनेर मलाई वाक्क लगायो होइन अन्त ल ल फाले नै भन भनेर चाहिँ मैले यहाँ स्याफाले बनाउँदैछु खास चाहिँ स्याफाले कसरी बनेको थाहा छ भनेर भनिदिएको बाजेलाई यो चाहिँ टिबेटन डिस हो स्या भनेको चाहिँ स्टफिङ र फाले भनेको चाहिँ ब्रेड हो भनेर भनिदियो होइन र यस्तो रिस उठेको बेलामा कराईमा फोनै फ्राई भइदिइरहेको होइन त्यस्तो रिस उठ्छ नि यस्तो हुँदाखेरि चाहिँ अनि तपाईँहरूले यति दुःख गरेर बनाइरहेको छ है भिडियोलाई चाहिँ माया गर्नु होला अनि बाजेले चाहिँ अझै नपत्याइदिइरहेको क्या लास्टमा त गुगल गरेर देखाएको अलिकति पत्ता जस्तो भयो र म चाहिँ बनाउन लागेँ अहिले स्टफिङ लगाएर चाहिँ ल मजाले बटार्नु पऱ्यो यसलाई चाहिँ किनभने फुस्किनु चाहिँ भएन है ल यतिको भएपछि चाहिँ साफाले हाम्रो रेडी भएको छ गाइजहरू बाजे चाहिँ पछिबाट कराउनु थियो फाले रेडी भयो अरे फाले होइन स्याफाले भनेको कि ए ल ल ल स्याफाले रेडी भयो अरे हुनु आँटेको चाहिँ एकछिन अब 10 मिनट भनेर चाहिँ मैले बाजेलाई बोलाएँ र हाम्रो फाले यस्तो भएको छ है गाइजहरू अब चाहिँ ड्याङ्की ड्याङ्क सुप सर्भ गर्दैछु र बाजेलाई पनि लिएर आएँ हेर्नुहोस् त स्टफिङ यस्तो दामी अनि सुप पनि एकदमै दामी भएको छ है र अब चाहिँ खाँदा कस्तो के होला तपाईँहरूले देखिहाल्नु भयो फाले बनाउनु एकदमै सजिलो छ है र बाजेले पनि अति मजाले खायो भने मैले अचार पनि बनाएको थिएँ यस्तो मिठो साँच्ची भने गाइस मैले ढाँटेको चाहिँ होइन अचम्मैको मिठो थियो तपाईँहरूलाई कस्तो के लाग्यो आजको भिडियो कमेन्ट गरेर भनिदिनु ल र मैले खाइसक्दा नसक्दा त बाजेले त प्लेट त सिनिक्कै बनाएछ होइन अन्त फेरि मलाई पर्खिरहेको रहेछ किन भनेको अझै दिएन अरे अन्त मैले आधी काटेर दिएँ सो थ्याङ्क यू गाइस फर वाचिङ